हिउँ बर आइस आइस भन्ने आइस बेबी भन्ने म्युजिक निकालेछ। त्योभन्दा पहिले नै त्यही थिमको एउटा म्युजिक अथवा बाजामा होस् या बोर्डमा होस् केमा निक्लिसकेको रहेछ। उसले पनि मुद्दा हाल्दैछ त्यसमा। पछि रिजोल्युसन यस्तो भयो भन्ने छ, ती कुराहरू भयो। अर्को एउटा केस रहेछ, एकैछिन है तर मैले सकिहालेँ। काव्य विश्वनाथन भन्ने इन्डियन राइटर हार्वर्ड युनिभर्सिटीमा पढ्दै गरेकोले एउटा किताब लेखिन्छन्। किताब लेखिसकेपछि त्यो किताबलाई फिल्ममा लैजाने भनेर फिल्म प्रोड्युसर आएछन्। पछि लाग्छन् भयो अरे पनि कति पैसा दिन पनि दिए अरे फिल्म प्रोड्युसरले चाहिँ ल तपाईँको चाहिँ साइनिङ एमाउन्ट यति है, फिल्मको लागि साइनिङ एमाउन्ट यति भनेर राइटरलाई पैसा दिएछन्। पछि फेरि कुन चाहिँ एउटा एकैछिन है स्क्यान्डलै छैन है, कुन चाहिँ एउटामा उसले अर्कोले पत्ता लगाएछ कि होइन यो नोभेल उनले लेखेको नोभेल त मेरो इन्फर्मेसनको आधारमा छ भन्ने भइसकेपछि त्यहाँ पनि मुद्दा चल्यो र उनले आफ्नो बचाव गरिन्। अरे सरले भनेको एउटा कुरा चाहिँ अनइन्टेन्सनल प्लेजियरिजम छ नि सर, भर्खरै सर कसरी बचाव गर्ने, आफ्नो डिफेन्स कसरी गर्ने, अनइन्टेन्सनल डिफेन्स अथवा अनइन्टेन्सनल चोरी है। मैले जानेर होइन कुनै कारणले गर्दाखेरि भयो, जानी मैले गरेको होइन, तर मेरो आशा यस्तो थिएन। अब के गर्ने, अब हजुरले पनि त्यस्तो लेख्नुभएको रहेछ, मैले पनि लेखिहालेँ, पढिहाल्यो, एउटै भयो भन्ने उनी भएर बाँचिन्। त्यसलाई भनिँदो रहेछ, साइन्टिफिक वर्ड त्यसको रहेछ क्रिप्टोमनेसिया भन्ने त्यो रहेछ। अम्नेसिया भनेको बिर्सनी भन्ने हुन्छ, एमनेजिया भनेको बिर्सनी भन्ने हुन्छ। त्यसमा अगाडिपट्टि किट्चो राख्यो, मैले यो हेरिनँ, थाहा छैन, यो हेर्दा थाहा हुन्छ। त्यसको अर्थ चाहिँ मैले थाहा नभई यो मेरो साइकोलोजिकल कारणले गर्दाखेरि साइकोलोजिकल प्रोसेस नै हो कि मैले अरूबाट जाँदाखेरि तिनजना त एउटै थट पनि त हुनसक्छ नि, हजारौँजनाको एउटै विचार पनि त हुनसक्छ नि होइन। त्यसले गर्दाखेरि यो यस्तो केस हुन्छ, मैले माफ पाऊँ भनेर उनले पनि माफी मागिदिन्छन्। यस्ता केसहरू छन् है, तिन चारवटा केसहरू यस्ता थुप्रै केसहरू छन्। अब यो सरको पनि आयो, अनि के अरे एकनारायण सर पनि आयो। अब यो एआईको कुरा गर्दाखेरि सरले त कति राम्रो कुराहरू निकाल्नुहुन्छ। सरको प्रेजेन्टेसन दुई पार्टमा छ। एउटा एकाडेमिक राइटिङ जसमा सरले